पेपर सिजर सु यिनीहरू हाँसे गऱ्यो देख सो हे गाइज वेलकम ब्याक टु माई च्यानल। धेरै पछि भ्लगमा इन्ट्री भइसकेको छ विशाल डनकर। अनि आज चाहिँ हामी च्यालेन्ज गर्न गइरहेको छौँ चाउमिन होइन। सो हाम्रो च्यालेन्जरहरू चाहिँ हुनुहुन्छ सलना विश्वकर्मा, सलना घताने, अन्जना विश्वकर्मा, विशाल लामगादे, सबको थर अर्कै छ होइन। तर हामी चाहिँ एउटै फ्यामिलीको हो गाइज होइन। सो हाम्रो सल्लु अनि कति लाग्यो अरे उयो चाउमिनको खर्च भन्यो त? कसको तर्फबाट च्यालेन्ज गर्न लाग्यो? सब मेरो पैसामा आएनहरू खानी छ नि यस्तो। अनि अब यहाँ चाहिँ म देखाउन गइरहेको छु होइन। यहाँ चाहिँ हल्का हामीले चना उसिन्दैछौँ। अनि यहाँनिर अब पानी बोइल हुँदैछ यो चाउमिनको लागि। चाउमिन चाहिँ यस्तो रहेको छ, 500 ग्रामको हो क्या यो चाउमिन। अनि अन्डा पनि छ, अन्डा चाहिँ अलिकति उयो गरेर। अनि हामीले चाहिँ फेरि यो त्यतिकै चाहिँ नखाने, हल्का च्यालेन्ज गरेर खाने भनेर। अब के हुन्छ त्यो डिस के गर्ने भनेको अरे? तिमीलाई के गर्ने भनेको अरे? छिटो भन न, कुन च्यालेन्ज गर्ने रे? सिजर पेपर गर्ने कि दौडिने कि कुन? जुन गरे नि हुन्छ। अब अहिले भन्नुला नि देखाउने भनौँ न अहिले। देखाउँ नि ल गाइजहरू। अब चाहिँ हाम्रो अङ्कल बन्दा काट्दै हुनुहुन्छ यहाँ चाउमिनको लागि। उता चाहिँ दिदीले उता चाउमिन बोइल गर्न लाग्नु भएको। उता चाहिँ अङ्कल, हाम्रो अङ्कल चाहिँ कटिङ खत्रै गर्नुहुन्छ भविष्यको। खतरा गर्ने भनेर अब होपलेस भइसक्यो कसरी काट्ने भनेर भन्दा। अनि अङ्कल खोर्सानी नकाट्ने? लसुनहरू हाल्छ कि नै अङ्कल? लसुन चाहिँ हाल्दैन होला, खोर्सानी चाहिँ हाल्नु होला। यस्तै हो गाडी बन्दा कटिङ चाहिँ मैले खासै काट्न आउँदैन। होइन हाम्रो अङ्कल खतरा काट्नुहुन्छ नि, भन्नु चाहिँ देख्नु सक्नु भइरहेको छ हजुरले। यस्तै हो, के देख्नु सक्नुहुन्छ। मलाई चाहिँ गाडी एकदम धेरै चिन्ता लागिरहेको, पिर लागिरहेको। किन? मेरो पैसामा सबले मोज गर्नु लागेको थियो। अघि दिन हाम्रो अङ्कलले यही भन्नु भइरहेको छ। एक दिन अङ्कललाई पनि हामी एकदम देख्नु सक्नुहुन्छ। यता चाउमिन बोइल भइरहेको छ। ए किन ठुलो सोनियो भने त ठिकै हुन्छ। यता चाहिँ चना र अन्डा भएर लगायत मैले चाहिँ अहिले हेर्नुहोस् के अरे प्याज काटिसकेको छु। प्याज चाहिँ यति मात्रै कि अझै काट्ने हो? पुगिहाल्दैन त्यतिखेर। यस्तो पीडा भए पनि यहाँनिर अहिले हामीले उयो गर्नु परेको छ होइन। ठिक छ, यहाँ छोडेर उनीहरूले नि धर्केको कसैलाई नरुवाउन सक्ने, कसैले रुवाउन नसक्ने म भन न मान्छेलाई चाहिँ यो जाब एउटा प्याजले रुवाइदियो मलाई आज। गाइज अहिले चाहिँ हाम्रो चाउमिन तार्ने कार्यक्रम भइरहेको छ, जुन चाहिँ हाम्रो परेली छोरी र अन्जना विश्वकर्मा दिदी हुनुहुन्छ। अन्जना विश्वकर्मा हो। बारीलाई फेरि सब थाहा छ, अर्काको पैसामा चाउमिन खाइरहेको छ। बारीलाई सब कुरा घर मान्छेले हेऱ्यो भने पनि यो भन्नुहोस् न भन्दै रहेछ मेरो छोरीलाई भन्नुलाई। तर त्यस्तो होइन है गाइज, हामी मलाई त्यस्तो लाग्दैन किनकि अङ्कल त्यस्तै हुनुहुन्छ नि त, हाँसी मजाकमा भन्नुहुन्छ। बाहिर नराम्रो भयो नि मनको सफा हुनुहुन्छ भने भन न, भन छिटो। बाहिर त्यस्तो भयो नि मनको सफा हुनुहुन्छ भने? बाहिर त्यस्तो भए पनि मनको चाहिँ एकदम सफा हुनुहुन्छ हाम्रो अङ्कल। त्यस्तो नसोच्नु होला अङ्कल। किनकि मैले मन उयोले धुने गर्छ क्या त्यो डिटेल साबुनले। 99% कीटाणु सहित यहाँलाई मारी मलाई उहाँबाट ढुङ्गा ढाड मार्न बोलाउनुहुन्छ जबरजस्ती हातमा तानेर, त्यही भएर मन पनि सफा भयो हो। अनि हामीले यो लिची जुस पनि लिएर आएको छौँ गाइज होइन। यो दुईवटा चाहिँ के अरे यो चाहिँ दुईवटा मात्रै पाएँ फुल्टे। अनि यो हल्का लामो चाहिँ एउटा मात्रै पाएँ। यो चाहिँ पातलीले खान्छ
होइन अनि यो चाहिँ हामी मोटो मोटोले खाने दुईजना मलाई चाहिँ फेरि मनको यो पर्छ कि मिठो चाहिँ यो लाग्छ होइन यसमा टेस्ट अर्कै छ यसमा टेस्ट अर्कै छ के कोक ल्याइदिउँ त एउटा 50 रुपियाँको सल्लुलाई के चाहिन्छ ल भने एउटाले कोक भन्यो मलाई चाहिँ लिचुस हुन्छ त्यही हुन्छ ल अब दिदीलाई चाहिँ कोक चाहियो अरे कोक चाहिँ यसले आज खाँदैन भोलि पर्तिर खाँदैन आजको बजेट अलिक टाइट छ क्या गाइस त्यही भएर बजेट हल्का टाइट छ नि त त्यही भएर नेक्स्ट टाइममा चाहिँ जे भने त्यही छान्ने ल अब यता राम्रोसँग देखाइदियो है कान्छी परेली छोरी अब चाहिँ म यहाँनिर अन्डा फ्राई हुन गइरहेको छ यहाँ चट्टो पाराले चट्टो लाएर तेल पनि एक ढेडी नै हाल्छ नि त आधा लिटर सबै खाना हो क्या तेलको राजाहरू पनि यति धेरै तेल सिधाउने मान्छेहरू छन् कि यहाँनिर त्यस्तो होइन है गाइस हो कराई तातिस गर्ने के गर्ने अब त्यो जान्छ होला पकाउनु त कहाँ पकाउनु मैले कहाँ अन्डा भनेको दुईजना हुन्छ कोही चाउमिन बनाउने अङ्कल अन्डा तार्ने के नपकाउने बाहिरको त्यो बोक्रा भनेको त्यो कभर गर्नु फ्यालिस त पक्रा फ्यालेको दुईजना त्यहाँ हेर्नु तेल हालिस यता आउनु यहाँ नजिक अन्डा फर्काएको ल्याइदियो न यस्तो यस्तो गरेर फर्काइदियो न मेरो कला देखिरहेको थिएँ उताबाट गर न दुईजना देखिन्छ कि क्यामेरा पनि पल्न आउँदा पैसा तिर्दिनु नानी अन्डा मात्र तारिदिनु भने त्यही भएर नि यहाँ चाहिँ हाम्रो दिदीले चाउमिन बनाउनु भइरहेको छ अङ्कलले चाहिँ अन्डा तार्नु यति चिचन हुन्छ कि अङ्कलले यस्तो भन्नुहुन्छ मैले जस्तो कसैले पकाउँदैन भन्ने हुन्छ अब अरूले पकायो भने के भनेर कमेन्ट गर्नुहुन्छ सिद्लौ अब अन्डा चाहिँ हामीले यहाँ काट्ने गइरहेको छौँ अन्डा चाहिँ कसरी काट्ने भन्दाखेरि यो पक्रा ब्लक यसरी अलि राम्रोसँगले म सिकाउँछु हाम्रो गाईहरूलाई अनार देखेन हौ अनार देखेन अनार अलिकति देखाउँ त्यसपछि यता कटिङ देखाउँ न मिलाएर ल काट्नु यस्तो गर्ने चट्ट पाराले यस्तो हान्ने चट्ट लाएर त्यो चटपेटी बाली भन्छन् चट्ट लाएर आज राँगाको खुट्टा बनाए ल हेर्नुहोस् गाइज अङ्कलबाट सिक्नु होला अन्डा कटिङ अब यसलाई यसरी ट्याक्क बिचमा यसरी पिज्जा काटेर यसरी काट्दैन यो रेडी भयो हाम्रो एउटा अन्डा हाँसेको किन फेरि मलाई फेरि हाँसेको चाहिँ मन पर्दैन फिटिको फेरि रुगाउँ न त रुगाउँ छड्के हान्नुपर्छ क्या यहाँ यसरी यसरी ट्याक ट्याक यसरी होइन यो फेरि मैले उसमा सिकेको फेरि रेस्टुरेन्टमा पहिला म 2 वर्ष काम गरेको थिएँ नि त इन्डियामा ल तपाईँलाई मधेसीले मन पराएको भने नि बे गर्नुपर्छ नि बे गर्न खोजेको अब अन्डा राम्रो थिएन भने नि मधेसीले हेर्दा फेरि मलाई मधेसी भन्नु यहाँ त फेरि गाह्रो छ भने कन्ट्रोभर्सी चलिहाल्छ किन त्यो कन्ट्रोभर्सी हुने बित्तिकै भाइरल हुन्छ नि फेरि मान्छेहरू तपाईँले त्यसरी त भाइरल गर्नु भनेको अङ्कललाई कन्ट्रोभर्सी गर्ने भनेको मिलेर गर्ने हो कन्ट्रोभर्सी दुवैजनालाई फाइदा हुन्छ चाहन्छौँ त्यसो तपाईँले म अब गरौँ न त ठिकठाक ल तिमीहरूमा हान गर्ने हो ल है गाइज हाम्रो चाहिँ अब अलमोस्ट त्यो सबै रेडी भइसकेको छ होइन सोया सस चाहिँ हाम्रो आजभन्दा 12 महिना 11 महिना अगाडिको अब हामीले चाहिँ खाइदिने प्लान गरेको जेसीको किनकि यहाँनिर एक्सपायर डेट लेखेको थिएन न म्यानुफ्याक्चर डेट लेखेको थिएन केही पनि थिएन सो अब हामीले चाहिँ चलाइदिनु लागेको काम चलाउ घरकै हो यो के सोया सस पहिला किनेको थियो क्या यहीँ किनेको फेरि किन्न चाहिँ कि उहाँ किन डल्लोमा किनेको अहिले हामी एक वर्ष हुनु लागेको छ त तपाईँले चाउमिन बनाउँदा किनकि उयो छैन नि त एक्सपायर डेटै छैन नि त अनि त्यो मतलब भएन नेपालमा जे पनि चल्छ डाइलेक्ट फेरि कडा हुन्छ नि हाम्रो पर्ली छोरीले फेरि कडा
ल अब सोया सस हाल्ने ट्याग लगाएर अन्डा कटिङ भइसकेको छ नुन लगाएर छ अन्डामा नुन त हाल्नु ल गाइस चाउमिन अन्डर द कराई अब कति पक्रिने हो च्यालेन्ज के गर्ने सोचिरह है सोया सस हाल्नु एकचोटि अब अनि म लाउनु धेरै हाल्नु पर्यो कस्तो हाल्नु ठिकै हो लाग्नु त होइन अब फेरि टेस्ट राम्रो आएन होइन आएन भने खाने के गर्नु एक मिहिनेत गरे त्यहाँदेखि कुरा त आएन ननदिएको मल अब कम्ती कम ल अब हाम्रो कुक चाहिँ चेन्ज हुँदैछ यहाँनिर किनकि हाम्रो दिदीको चाहिँ हात गलेका छन् हल्का अब हाम्रो एउटा परेली छोरीले चाउमिन झारिहाले उतापट्टि के भन्नु र धेरै बोलेर पनि चाउमिन आज मिठो हुँदैन त्यो काँटाबाट चन्द्र गर न स्वार्थ दुईटा है दिमाग पनि छैन है यिनीहरूको त्यसले त तलको मसला निकाल्नु नि भनेको नि काँटाबाट सम्झाउनु चल्नु त्यो तलमा त छ नि त यसरी भयो न त्यो सोया सस नलायो कि के हो सेट देख्छु मलाई राम्रोसँगले त्यो चाउमिन झाऱ्यो भने ड्याम खाँदैन नि फेरि मसला पनि हाल न है त्यो चाउमिन हालिसक्यो भने अघि नि नुन हालिस् नुन हाल्ला अब मसला र बेसार भुट्दाखेरि हालिदियो कि गनाउँछ नि त खोइ मिट मसला ल्याखा त हाल्ने भनेर त्यो त लास्टमा हाल्दा नि चाउमिनमा त मिट मसला हालेर बासमा चाउमिन गाउँछ फेरि उसको मासुको आफूलाई फेरि मासु भनेपछि एकदम फेभरेट हो गाइस मासु भनेपछि त गम कि गम हो किलो पनि हाल्दा अलिकति हाल्छ त्यत्रो खुर्दा हाल्ने पर्दैन त्यो कुरा नि पेरै छैन हल्का हाल्दैन रङ पनि आउँछ चलो 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 टुक्रास ठुलो कराई किन्नुपर्ने रहेछ एउटा चौमुसको लागि वर्षमा एकचोटि चाउमिन खाना ठुलो गरेर किनेर ल फाइनली हाम्रो चाहिँ चाउमिन रेडी भइसकेको छ होइन कलर सलर भनेर त्यस्तै हो अनि हामीले सेटअप देखाइदिउँ न गाइजहरूलाई यसमा हाल्नु 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 अहिले हालेको नि यहाँ सेटअप दिनु हालेको गर्छ पर्दैन यो चाहिँ हाम्रो चाउमिन राखेर खाने यहाँ हो मोबाइल लाग्ने त्यहाँ हो के लिची ल्याउँछ लिची सानो त्यहाँनिर यहाँ हामीले छुनी चाहिँ यहाँबाट दौडेर आएर होइन गाइज यहाँनिर ट्याग यसरी छुनी यहाँ छुँदा पनि भयो यहाँ छुँदा पनि भयो जहाँ छुए पनि हुन्छ सर र यसरी आउने यहाँनिर यसरी कप खाने अनि उयो गर्ने ल लिची जुस पनि यहाँ राख तिनवटा सबै हाल्नु एक ठाउँमा यति हाल्दा हुँदैन पछि खाने के अन्डा त सबै बसेको छ कहाँ यहाँ त कराईमा हाल्नु नुनसुन लगाएको नि हातले खाने कि चम्दाले खाने ए हातले खान्छ क्या चम्दा खाने ल गाइज हामी चाहिँ फाइनली अब आइसकेका छौँ होइन यहाँनिर चाउमिन देख्न सक्नुहुन्छ ट्याक्क पाराको होइन अलि यहाँ राख्नु पर्यो क्या धेरै अलिक कस्तो देखिन्छ कि यता घुमाएर राख होइन अनि हामी चाहिँ अब पार्टी गरेंगे भना एउटा थम्बनेल खिचेर भेट्छ एउटा थम्बनेल सिजर्छु यिनीहरू त हाँसेको गऱ्यो देख कहीँ छाडेको छैन गाइस मैले चाहिँ खानै पाइरहेको छैन यहाँ सिजर पेपर सिजर पेपर सीजर पेपर सीजर पेपर सीजर पेपर सीजर पेपर सीजर पेपर लग जा ए
यो पोखिया क्या बिर्कन ला राखेर हातले आइस क्या छिटो आउँछ गरिहाल्नुपर्छ बेच्दा त भयो यसरी खाएर चाहिँ पानी राख्नुपर्छ क्या गाई चाहिँ हाम्रो अलिक टाढो भए चाहिँ खानु निल्नु पनि भ्याउँछ क्या सिधै भन मगा आने हो सिजर पे भन सिजर पे भन सिजर पे के मागा सिजर पे भन सिजर पे भन दिदी साइडमा खाने क्या कति पाला आयो है अगाइसक्यो फेरि सिजर पे भन सीजर पेपर रख मजा आने सीजर पेपर रख मेरो पालो खाने मन लाग्यो न चाउमिन मेरो भात होइन गाई चाउमिन एकदम मिठो भयो सुनाउनु सीजर पेपर रख झ्यामा दे खाने मन छैन अगाइसक्यो चाउमिन धेरै भयो यसलाई थोरै हुन्छ भने आधा बनाउनु पर्ने पो धेरै थोर धेरै भयो सीजर पेपर रख ए फास्ट जान्छ धेरै यो चाउमिन आज नजाने राख्नु पर्छ बरु है धेरै बरु होइन। चाउमिन कति नसक्यो चाउ चाहिँ राखेर ठिक हुन्छ कि चाउमिन अलिक नसकिनु सीजर पेपर रख तेल कम हाल्छ राम्रो गाइज हाम्रो च्यालेन्ज चाहिँ अब पानी डिस्टर्ब होला जस्तो छ होइन पानी पनि पर्या तर भ्याउ केही छैन भिजे पनि भिजेन सीजर पेपर रख सीजर पेपर रख भाइको त पालै आउँदैन त बोलाएर आयो त पानी पर्छ आउँछ भ्लग भन् न अब धेरै सक्दैन हामी अब अर्को नेक्स्ट खतरा भ्लग त्यो स्पाइसी राख्नुपर्छ क्या त्यो कोरन चाहिँ ठिक हुन्थ्यो क्या होइन अर्को शनिबार म लग्ने भनेको चाहिँ अन्डा अलग्गै पुसिने राख्ने अनि फ्राई गरेर अनि त्यसपछि एकपट्टि अलग्गै अलग चटपटे पनि 50 राख्ने अनि 4-5 थरी भयो भने यो खाने त्यो खाने हुन्छ नि एउटा मात्र कति खानु निलिँदा रहेछ आजको भ्लग यस्तो के अरे मिठो भएको तिनजना र यति धेरै त्यही भएर यो आदि बनायो भने ठिक्क मिठो पनि हुन्छ कि यो मसला पनि अङ्कलले अझै मसलामा ठिक्क हुन्छ यो धेरै भएर पनि हुन्छ नुन पनि लागेन क्या चाउमिन त्यो चाहिँ थयो उल्टी नै हाल्नु भयो दिनै नखानु त भयो त्यो भएर बनाएर भने कि त्यो लगायो त हालिसक्यो सन्चो लगाइज अब हाम्रो दुईजना अझै रेस्ट गरिसक्यो खानालाई मैले चाहिँ छैन किनकि खाना राम्रोसँग खाना पनि पाएको थिएन है अब नेक्स्ट टाइम चाहिँ हामीले के गर्नु भन्दा पनि होइन अन्डा ल्याउने यस्तो गर्नुपर्छ क्या अन्डा पनि उसिनेर फ्राई गरेर कि उसिनेको नि भिन्डो अहिले भन्नु यसरी राखेर हामी च्यालेन्ज गर्छौँ होला कमेन्ट गर्नु मलाई हेर्न मन छ भनेर सो गाइज टक चटपटी होस् पानीपुरी पनि होस् क्या 10 वटा अन्डा 10 10 वटा अन्डा
यस्तो गरेर देखाइदिएँ फेरि 10वटा अन्डा अनि त्यसपछि 100 रुपियाँको चटपटे 100 रुपियाँको पानीपुरी अनि करेन्ट करेन्ट 20 दानी के अनि मिठो हुन्छ चाउचाउ त्यो मिक्स गरेर स्पाइसी गरेर अनि त्यसपछि नेक्स्ट भिडियो हामी त्यसरी ल्याउने छौँ आज चाहिँ धेरै अप्पा चाहिँ भयो चाउमिन धेरै भएर के नपुगे जस्तो भयो चाउमिन खान नसक्ने रहेछ क्या सर्ट चाउमिन त त्यो चाउचाउ त छोरो छोरो कसैले हप्पा चाउमिन धेरै राख्दैन त चाउचाउ राख्छ कि त अनि कि त त्यो उयो करेन्ट भयो अनि चाउमिन सक्दैन त फुलुको निल्न चाउचाउ सक्दैन राख्यो भने मोमो राख्यो चाउमिन राख्यो भने थोरै चाउमिन अनि मोमोहरू राख्छ कि मोमो पनि राख्ने हो यो त निल्न सक्दैन होइन निलिन ननिलेर केही छैन त्यही पनि यसो अब आज प्र्याक्टिस सबै खान सक्नुहुन्छ सबै खानु अङ्कल म भिडियो बनाएर ए उल्टी गर्छ न खाने पेट बढाएर अङ्कलको धेरै मैदा नखानु यो अलिक धेरै त धेरै काँचो राख्यो भने त्यही भएर पनि होला है अलि है साह्रै भयो त्यही भएर पनि होला होइन ठिक हो यो त अब दिन चाहिँ चाउमिनको म नाम लिँदिनँ चाउमिन खानु पनि मेरो धेरै भयो कि चाउमिन बनाएर ठिक छ फेरि के नपुगेको त पिरो नुन नपुगेको हल्का पिरो पनि छैन होइन त पिरो थियो